Hey guys, welcome to my new video. आजको चाहिँ भिडियोमा चाहिँ यहाँ देखाउने छौँ कमल पोखरी र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ कति भिड छ गाईहरू। अहिले चाहिँ हामी यतिकै बसेको छौँ र यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ गाईहरू। त्यसमा चाहिँ पुरै प्याक भएर त्यहाँ चाहिँ फोटो खिच्ने मान्छेले गर्दा त्यहाँ जाने ठाउँ छैन र यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ भ्लगर देखाउँछु म। यहाँ चाहिँ युट्युबरहरू हो भ्लग र फाइनली हामी चाहिँ अर्को साइड आइसकेको छ गाइजहरू र यहाँको चाहिँ भ्यूहरू एकदम राम्रो छ र भिड पनि एकदमै छ यता चाहिँ र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ भ्यू। यहाँ चाहिँ एकदमै नेपाल होइन यहाँ जापान जस्तो देखिन्छ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो नजारा। अहिले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यहाँ र अब चाहिँ हामी यताबाट घुमेर यस्तो घुमेर निस्किन्छौँ अब हामी पोखरीबाट। र गाइस अहिले चाहिँ हामी एकछिन बसिरहेको छौँ म र नजाराहरू बसिरहेको छौँ र अब एकछिनमा निस्किन्छौँ। एकदमै भ्यूहरू एकदमै दामी छ यहाँको चाहिँ। अब चाहिँ म निस्किनेछु गाईहरू र चाहिँ गाईहरू चाहिँ अब हामी निस्किसकेका छौँ बाहिर र बाहिर चाहिँ एकदमै भ्यू छ गाईहरू। भिड धेरै छ यहाँ चाहिँ, तपाईँहरू पनि आउन सक्नुहुन्छ। यहाँ चाहिँ टिकट केही छैन, यहाँ चाहिँ फ्री छ। र जतिजना हाम्रो नेपाली दाजुभाइ सुन्नु होला यो कुरा चाहिँ। र काठमाडौँ चाहिँ एकदमै चेन्ज छ पहिलाभन्दा। पहिलाको काठमाडौँ र अहिलेको काठमाडौँ एकदमै चेन्ज छ गाईहरू। र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ कमल पोखरी हेर्न सक्नुभयो। यो चाहिँ हाम्रो सिटी सेन्टर भयो र भेटौँ नेक्स्ट भिडियोमा।